हेलो साथीहरू, सम्पूर्णमा नमस्कार। साथीहरू, 2 दिन अगाडि मिडियम साइजको कुलर र अन्य सामान किन्न एकजना कस्टमर भैरवाबाट आउनुभयो। अन्य सामान बाइकमा लोड गर्नुभयो र कुलरको लागि मैले ई रिक्साको व्यवस्था मिलाइदिएँ। भैरवा जाने क्रममा एकजना ट्राफिक पुलिसले बाटोमा रिक्सा रोक्नुभयो र बिलबुक लाइसेन्स माग्नुभयो। बिलबुक लाइसेन्स रिन्यू थियो, सबै ठिक थियो। रिक्सामा पनि केही प्रब्लम थिएन र लास्टमा सबै ठिक भए पनि उहाँले यो प्यासेन्जर गाडीमा कुलर किन लोड गरेको भन्दै रिक्सा चालकलाई 500 को जरिवाना काट्नुभयो। अब रिक्सा चालकले भाडा पाउने भनेको 350 र उसले फाइन 500 तिर्न पर्यो। मैले प्यासेन्जर गाडीमा धेरै पटक कुलर, फ्रिज, एसी र अन्य सामान ठाउँ ठाउँमा ई रिक्सा मार्फत पठाएको छु, तर यो फर्स्ट टाइम कसैले प्यासेन्जर गाडीमा कुलर किन लोड गरेको भन्दै, जब 15 किलोको कुलर हुन्छ त्यो किन लोड गरेको भन्दै चिट काटिएको छ। कि यो नयाँ सालको उपलक्ष्यमा सरकारले कुनै नयाँ नियम लागू गरेको छ कि अब प्यासेन्जर सामान किन्न आउँदा दुईटा रिक्सा बोकेर आउन पर्यो, एउटामा आफू आउने र अर्कोबाट सामान लिएर जाने।